स्वागत छ साथीहरू तपाईहरुलाई मेरो YouTube च्यानलमा उज्जवल सपोर्टमा। यस भिडियोमा म होटल फरेस्ट इनको आइपिओ रिभ्यू गर्न गइरहेको छु। एकदम धेरै सर्टमा चाहिने जति मात्र इन्फर्मेसन लिएछु। सबभन्दा पहिला यो होटल फरेस्ट इन आइपिओ जुन छ त्यो कति पर्सेन्ट जो एलोकेट गरेको छ, त जुन वर्किङ अब्रोड नेपाली छन्, श्रम स्वीकृति लिएर गएका छन् विदेशमा काम गर्न, तिनीहरूको लागि 10%, 4 लाख किता, इम्प्लोइज को लागि 2% 80,000 किता र म्युचुअल फन्डलाई 5% 2 लाख किता र जनरल पब्लिक को लागि 33 लाख 20,000 किता गरे। टोटलमा यसले आफ्नो पेड अफ क्यापिटल मध्ये 40 लाख किताको आइपिओ लिएर आएको थियो। 40 लाख किता बराबरको आइपिओ त्यो यसरी नै परेको छ र यो वर्किङ इम्प्लोइज र म्युचुअल फन्डलाई बाँडफाँड गरिसकेपछि जनरल पब्लिकलाई बाँडफाँड गर्ने गइरहेको छ। यो चाहिँ कम्पनीको कसरी गर्छ, कतिजनालाई कति सेयर लोड गरेछ त्यो हो। अब कम्पनीको प्रोफाइल र प्रोजेक्टको कस्टको बारेमा बुझ्छौँ। कम्पनीको नेम होटल फरेस्ट इन लिमिटेड रहेको छ र यो होटल सेक्टरको कम्पनी हो। यो 5 स्टार होटल हो एउटा। यसमा टोटल रुम क्यापेसिटी 105 रहेको छ। यो बुढा नीलकण्ठ काठमाडौँमा छ यसको लोकेसन र यसको एस्टिमेटेड एस्टाब्लिसमेन्ट भनेको स्थापना चाहिँ 2010 मा प्राइभेट कम्पनीको रूपमा र 2023 मा पछि यसलाई कन्भर्ट गरेर पब्लिक कम्पनीमा बनाइयो र 3 वर्ष पुरा भएपछि मात्र 4 वर्ष पुरा भएपछि मात्र यसले आइपिओ निकाल्न पाएको छ। प्रोजेक्टको कस्ट हेर्ने हो भने यसको टोटल प्रोजेक्टको कस्ट छ 3,572 मिलियन रहेको छ, जसमा ब्याङ्कको लोन 2,120 मिलियन र प्रोमोटर्स इक्विटी 1,020 मिलियन रहेको छ र यो कम्पनीले आइपिओबाट 400 मिलियन फन्ड रेज गर्छ, अर्थात् पैसा उठाउँछ र यसको सिम्पल पेब्याक पिरियड जुन छ 10.86 इयर रहेको छ, अर्थात् 11 इयर मानौँ न। यसले के जनाउँछ भने यदि कम्पनीले जसरी सोचेको अनुसार नाफा कमाउँदै गयो भने यो 3572 मिलियन जुन कस्ट छ त्यो 10-11 वर्षमा उठिसक्छ र अर्को 6 नम्बरले डिस्काउन्टेड पे ब्याक पिरियड 15.33 इयर लिएको छ। यसले के जनाउँछ भने इन्फ्लेसनलाई एडजस्ट गर्यो भने यो कम्पनीले 9% कस्ट अफ क्यापिटल लिएको छ, अर्थात् इन्फ्लेसनलाई 9% लिएको छ। हरेक वर्ष कमाएको नाफामा 9% इन्फ्लेसन घटायो भने अनि घटाएर एडजस्ट गर्यो भने त्यो 3572 मिलियन पैसा चाहिँ 15.33 इयर अर्थात् लमसम 15 वर्ष लाग्छ उठाउनमा भन्ने कुरा जनाउँछ। यसबाट के यसले डिस्काउन्टेड पे ब्याक पिरियडले मनी ब्याक टाइम के भन्छ भने टाइम भ्यालु अफ मनीको कन्सेप्टमा लागू हुन्छ र यो रियल भ्यालु रियल टाइम यही नै हो र यो 5 स्टार होटल रहेको छ। यसमा प्रोजेक्ट कस्ट र यति नै छ र यो आइपिओ साथीहरू तपाईले खुलिसकेको छ र यो म भिडियो ढिलो बनाइरहेको छु इन्डियामा गएकोले हैन। आज भोलिसम्म यसको लास्ट डेट छ भने अवश्य भर्नु होला र आशा गर्छु तपाईहरुलाई यो भिडियो परोस्। यति शुभकामना दिँदै चाहन्छु। मेरो च्यानलको नाम उज्जवल सपोर्ट हो। भिडियो राम्रो लाग्यो भने प्लिज सब्स्क्राइब गर्नु होला। म नयाँ क्रिएटर भएकोले तपाईको सपोर्ट मलाई धेरै नै अगाडिसम्म लग्नेछ र म यस्तै भिडियो बनाउँदै गर्नेछु र केही कमी कमजोरी पायो भने सुधार गर्नको लागि कमेन्ट अवश्य गरिदिनु होला। थ्यांक यू सो मच। फेरि भेट हुन्छ अर्को भिडियोमा।